उक्त अवसरमा तीर्थालुहरू सुरमा सरोवर जाने गर्छन्। खाली खुट्टै यति कठिन मार्ग उनीहरू एक दिनमै चढ्छन्, त्यहाँ पूजा गर्छन् र अर्को दिन घर फर्किन्छन्। यहाँको बासिन्दाहरूका निम्ति यो मार्ग त्यति कठिन छैन, तर बाहिरबाट आउनेहरूका लागि भने केही अप्ठ्यारो महसुस हुन सक्छ। यदि हिँड्न सकिन्छ भने यो मार्गको यात्राले चाहिँ स्वर्गकै आभास दिलाउँछ। कति सुन्दर र कति मजा आउँछ, म मुखले बयान गर्न किमार्थ सक्दिनँ। साथीहरूले हामीलाई हौसला बढाउँदै हिँड्नु हुँदैछ। त्यही हिजो जस्तै कुरा, अब आइपुग्न लाग्यो, यसपछि मार्ग सजिलो छ भन्दै। तर हामीले बुझिसक्यौँ अब हिँड्न धेरै बाँकी नै छ र मार्ग सहज कतै छैन भनेर। आज हामीले सुरुदेखि नै गति बढायौँ। उहाँहरूको योजना जलजलामा बस्नेछ, हामी भने सुरमा सरोवर नै पुग्ने लक्ष्य राखेर हिँड्दैछौँ। हामी पर्तासीमा बसेको त्यो होटलबाट करिब 1 घन्टा हिँडिसक्यौँ। अब हामीले उक्लिनु पर्ने डाँडा यो माथिको जुन देखिँदैछ त्यो पल्लो चाहिँ चाँदे शिखर हो। चाँदे शिखर पनि देखिन्छ यहाँबाट। त्यो कटिसकेपछि चाहिँ अब हाम्रो लगभग यस्तो उकालो बाटोको चाहिँ यात्रा अन्त्य हुन्छ। अब पाटनहरू पनि आउँछन्, साह्रै सुन्दर दृश्यहरू अब देखिन सकिन्छ अरे। अब यहाँ पुगिसकेपछि हाम्रो यो कष्टकर हिँडाइ पनि केही हदसम्म सामान्य स्तरमा झर्नेछ। केही तेर्सो अनि फेरि 1-2वटा उकालो कटेर हामी सुरमा सरोवर पुग्नेछौँ भने आजको हाम्रो बास चाहिँ पार्थै भन्ने ठाउँमा हुनेछ। त्यो दार्चुला सिमाना हो होइन? दार्चुलाको सिमाना पर त्योभन्दा वर हाम्रै सिमाना पर्छ। त्यो डाँडा परि दार्चुला सिमाना। अर्थात् यहाँबाट लिपुलेक कालापानी पनि त्यति टाढा त छैन, हिँड्ने बाटो हुनु भने। बाटो त्यति टाढा त छैन हुनु जाने भने त। त्यो चाहिँ अब यतापट्टि जुन दाजुले देखाउनु भयो यो पल्लो पहाडको चाहिँ यो जुन फुस्रो भाग देखिँदैछ त्यो चाहिँ दार्चुला सिमाना। त्यो दार्चुलै पर्छ त्यो डाँडा। कताबाट बाटो छ र अब कसो छ? छ बाटो चाहिँ एकदमै राम्रो बाटो चाहिँ एकदमै राम्रो छ। तर यता हेर्दाखेरि चाहिँ धेरै नै अप्ठ्यारो बाटो हो। बाटो चाहिँ एकदमै राम्रो छ। राम्रो छ है। बाटो राम्रो छ भन्नुहुन्छ साथीहरू। यस्तो छ यहाँबाट कथम यदि खुट्टा चाहिँ चिप्लियो भने कुनै उपाय छैन। तल एकातिर पनि यस्तो, अर्कोतिर बरु अलिक कम्ती भिड, ढुङ्गा मात्रै छ, चट्टानै मात्रै। बाटो चाहिँ यहाँ माथि गएपछि चाहिँ छैन जस्तो देखिने, तर पनि बाटो चाहिँ छ। यस्तो शिखरमा हामी चढ्दैछौँ चट्टानको। बाफ्रे कस्तो छ यो भौगोलिकता। यता चाहिँ घाम लाग्यो, यता अलिकति एन्टिलाइट पर्ला, तर यो हामी सबै थोक देखिने, संसार देखिने ठाउँमा छौँ। यहाँबाट वरिपरि हेरौँ एकताल, गलेर चाहिँ धेरै स्यास्यास छ आवाजमा। यतातिर चाहिँ अब दार्चुलाको पहाडहरू चाहिँ छोपिए अहिले। मैना चरी यस्तै हुँदो रहेछ पिरतीका खेल। पहाड छान्या भोसो आयो पमै छान्या रेल। यस्तै हुँदो रहेछ पहाड चढ्या खेल। उकालो बाटो, यता घाम छ, घामले आँखा खायो। यस्तो छ यो तल, कता हो कता, तर दृश्य चाहिँ यति सुन्दर देखिने। यो चाहिँ हाम्रो यार्सा टिम्ने ठाउँ हो। यो पुरै उता पारीपट्टि पनि मिल्छ, यो बिचको भागमा पनि मिल्छ। पुरै यो यार्सा टिप्नेहरू बस्छन् यहाँ तल। हजुर, पुरै यहाँ माथि कस्तुरी मृगहरू बस्ने गर्छन्, जङ्गली जनावरहरू। यहाँ तल चाहिँ यार्सा गुम्बा मिल्छ। हामी अहिले त भेटिँदैन यार्सा गुम्बा, भेटिँदैन। यो लगभग जेठ वैशाखमा
चैतदेखि जेठ वैशाखसम्म मात्र मिल्छ। यो हिउँले पुरै ढाकेको हुन्छ त्यो बेखत? उतिखेर वैशाखमा चाहिँ हिउँले ढाकेको हुन्छ चैततिर, हजुर। पछि चाहिँ हिउँ गलेर चाहिँ पछि यार्सा टिप्न आउँछौँ हामीहरू। कति किलोसम्म पकाउनु भएको छ तपाईँले यार्सा? हामीले त अब त्यही हो, टिप्नेवाला चाहिँ बढी टिप्नेवाला चाहिँ 1 केजीसम्म टिप्छन्। हजुर। अब हामीले चाहिँ त्यही 400-500 1000 त्यति मात्र हो ग्राम। यहाँ चाहिँ अब ठाउँ ठाउँमा सहज होस् भनेर यो साङ्लोहरू पक्रेर पनि चढ्ने स्थान छ। त्यस्तो नबस्नु है, मलाई डर लाग्यो। कहाँ बस्नु भएको? पछाडिको चाहिँ हाम्रो साइपाल है, साइपाल हिमाल। आउँछ यहाँ चाहिँ अब 4 हात खुट्टा टेकेर आउँछ यहाँ चाहिँ अब 4 हात खुट्टा टेकेर सिधै भिरमा। कता होला बाटो? यसो यसो अब चाहिँ सजिलो भन्ने कुरा आयो। सजिलो चाहिँ यस्तो छ, यस्तो छ। माथि यो साथीहरू बस्नु भएको छ। साथीहरू बाँदर बसे जस्तो माथि बसेका छन् हो। यहाँ हो कहाँ खाजा खाउँछ र होइन। यो नरिवल छ हामीसँग, अनि यो मिश्री यतातिरको चाहिँ मिश्री अलिक फरक खालको। यो हामीले अब यो प्लास्टिक जन्य फोहोरहरू चाहिँ सर ब्यागमै राखेर होइन, तल डस्टबिनमा कतै गाउँमा मिल्काउँला। यति राम्रो ठाउँमा चाहिँ फोहोर गर्नु हुँदैन। र सँगसँगै यो भिडियोसँगै चाहिँ एउटा सन्देश पनि जाओस् कि यस्तो ठाउँहरूमा चाहिँ हामीले प्लास्टिक जन्य र अन्य फोहोरहरू चाहिँ नफ्यालौँ, बोतलहरूलाई व्यवस्थित तरिकाले बोकेर लगौँ र कुनै यसलाई चाहिँ व्यवस्थापन गर्ने ठाउँमै राखौँ। ल अन्तिम उकालो चढ्दैछन् है हाम्रा साथीहरू। यो ढुङ्गाको टुप्पामा पुगेपछि यो यात्राको उकालो भन्ने कुरो चाहिँ सकिएर हामी अहिले नाचनथली डाँडामा छौँ। नाचनथली डाँडामा चाहिँ यसको एउटा मान्यता चाहिँ यहाँ आउने भक्तजनहरूले चाहिँ नाच्नै पर्छ एकताल। अब यहाँबाट चाहिँ हामीले अब यहाँदेखि उत्तरतर्फको चाहिँ धेरैवटा भ्यूहरू दृश्यहरू देख्न सक्छौँ। जस्तो यतातिर पर्छ साइपाल हिमाल, अनि यो बिचको जुन हामी देख्दैछौँ यो चुचुरो हो, यसलाई चाँदे शिखर भनिन्छ भने पर चाहिँ अपी हिमालको पनि हामी दृश्य देख्न सक्छौँ। अब भने हामीलाई लगभग 2-3 घन्टाको चाहिँ बिना विश्रामको पैदल यात्राले चाहिँ सुरमा सरोवर पुर्याउनेछ। यो यसो हिँडेर यो चाँदे शिखरलाई बाइपास गरेर चढ्नु चाहिँ पर्दैन चाँदे शिखर। त्यहाँबाट चाहिँ हामी उसै चाहिँ सुरमा सरोवर पुग्न सक्छौँ। हाम्रो आजको बास त्यही हुनेछ। र अहिले हामी चाहिँ लगभग 4500-4600 मिटर अल्टिच्युडमा छौँ। समुद्री सतहदेखि 4500-4600 मिटरको उचाइमा छौँ। अलिकति हावाको चाहिँ डेन्सिटी पातलो छ, तर त्यस्तो सास फेर्न अप्ठ्यारो हुने या लेक लाग्ने त्यस्तो चाहिँ भएको छैन। अब हामी जुन दाहिनेतर्फको चट्टानी हिमाल देख्दैछौँ, हाल हिउँ नभएको, त्यसको पारी पुग्नुपर्ने हुन्छ। त्यसलाई सम्पूर्ण रूपमा चढेर चाहिँ होइन, त्यसको पहिरोको काखै काख भएर। यता तल अघि बादलले ढाकेको ठाउँ अहिले खुलेर डाँडाकाँडा देख्न सकिने भयो। हाम्रो यो गोरु बाछाको लागि राम्रो होस्, फलोस्, राम्रो होस् भनेर भाँडा चढाउने गर्छन् यो बाम्ने ओडा। भाँडा भनेको घन्टी। ल अर्को ठाउँ आयो, साङ्ली पक्रेर जानुपर्ने। साङ्लीको सहायताले माथि चढ्नुपर्ने मधुखर्क भन्ने ठाउँमा आइपुगेका छौँ। यसलाई चाहिँ यतातिर मधुखरक भनिन्छ। यो चाहिँ के भने
जो चाहिँ सुरमा सरोवर जानुहुन्छ विशेष गरी मेलाको बेलामा अथवा अन्य चाहिँ धार्मिक महोत्सवको बेलामा उहाँहरूले चाहिँ यो स्थानमा चाहिँ एउटा गोठको आकृति दिएर ढुङ्गाहरूलाई चाहिँ नमुना स्वरूप गोठ बनाउनुहुन्छ। यो गोठ बनाउनुको मतलब चाहिँ के भने गाई बस्तु भैँसी अथवा जे पनि घरपालुवा जनावरहरू छन् त्यसको चाहिँ वृद्धि होस्, फलोस् फुलोस्, दुध राम्रो दियोस् अनि सन्तान बढेर जाओस् अनि गोठहरू फैलिउन् भन्ने हिसाबले चाहिँ यो खरक बनाउने अथवा गोठ बनाउने चलन चाहिँ यो मधु खरक। यो चाहिँ बुढा विनायक मन्दिर। हामी अब लगभग पुग्न लागिसक्यौँ। हामी बुढा विनायक मन्दिर छेउमा आइसकेपछि यहाँदेखि यतातर्फको दृश्य जुन देखिन्छ एकदमै मनमोहक दृश्य छ। यहाँ तलको भूभागलाई जलजला भनिन्छ। हाम्रो आजको योजना चाहिँ जलजलामा बस्ने थियो, तर हामी आज समय रहेकाले र मौसम पनि राम्रो भएकाले चाहिँ हामी उतै पार्थी भन्ने ठाउँ जुन चाहिँ सुरमा सरोवरको छेउमै छ त्यहाँ नै जाने भयो। सुन्दर ठाउँ यो, आफू यहाँ छु भन्ने कुरामा नै हो कि होइन भने जस्तो बनाइदिने, फुलै फुलले सजिएको मैदान, परदेखि नै हिमाली डाँडा काँडाहरू, यो कुनै एउटा उद्यान हुँदै हिँडिरहेको कुनै एउटा बनावटी ठाउँ, कृत्रिम ठाउँ जस्तो लाग्ने, एनिमेटेड ठाउँ जस्तो, तर यो हाम्रै देशको सुरमा सरोवर नजिकको जलजला क्षेत्र हो। साह्रै सुन्दर दृश्य। यहाँ आइसकेपछि अहिलेसम्मको सबै थकान चाहिँ मेटिएको महसुस भएको छ। यो ढुङ्गामा ट्याक्क कालो चन्दनले यसो गरेर ट्याक 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 टिका लगाइदिए जस्तो टिकै टिका टिकै टिकै परेका छन् सबै ढुङ्गाहरू। अब हामी जानुपर्ने मार्ग त्यो हिमाली चट्टान कटेर उतापट्टि जलजलाबाट सिधै हिमाल ताकेर हिँड्न सुरु गरियो। यतापट्टि देखिएको दुईटा हिमाल छन्, अहिले त हिउँ छैन, ढुङ्गै मात्रै छ। त्यो दुईटा डाँडाको ठ्याक्क बिचबाट हामी पास भएर जानुपर्छ। त्यो पास हुँदाखेरिको उचाइ कति छ हामी त्यतिखेर नापेर भन्नेछौँ तपाईँलाई। साह्रै उचाइ छ अरे, 4800 मिटर भन्ने सुनेछौँ। साथीहरू यतै बस्ने भन्नुहुँदै थियो, हामीले अघि बढ्न जोड गऱ्यौँ आज चाहिँ। गले पनि दृश्य चाहिँ साह्रै सुन्दर छ। अब चाहिँ अति अप्ठ्यारो बाटो यो ढुङ्गाको फेरि। हामी जलजलाबाट अगाडि जाँदैछौँ, यहाँ एउटा नदी भेट्यो। अब पो डर लाग्यो त जान माथि त। यस्तो छ यो बाटो हुँदै, यो सिँढी जस्तो देखिएको हुँदै कहाँ हो भयङ्कर अप्ठ्यारो बाटो छ। लक्ष्मी सर त चढ्नु भयो, मलाई चाहिँ आँट आएन यार। कसरी जानु त्यो बाटो? यहाँ चाहिँ रहेछ साङ्लो पक्रेर खास चाहिने ठाउँ चाहिँ अहिले पनि साङ्लो पक्रेर अघि तलबाट देखिएको हिमाली चट्टाने पहिरोको मार्ग हो यो। यहाँ अघिबाट पहिरो ठाडो उकालो चढेपछि त्यो पास पुग्न सकिन्छ, त्यो परको पहिरो हुँदै।
हाम्रो यात्राको सबैभन्दा बेसी अल्टिच्युड अर्थात् उचाइ चाहिँ यहीँनिर हो। यो ठाउँलाई चाहिँ बेलथेला भनिन्छ। अब यहाँ चाहिँ चाँदे शिखरको चाहिँ यो बेस हो। यसको उचाइ चाहिँ करिब 4700 मिटर अथवा 4800 मिटर त्यही बिचमा छ। अब यहाँबाट हामीलाई सरोवर पुग्न त्यति धेरै लाग्दैन। हामीले भयङ्कर उकालो बाटोहरू कटेर आयौँ। त्यस्तो अप्ठ्यारो छैन, ट्र्याकहरू बनिसकेको छ। तर अलिकति आत्मबल चाहिँ चाहिन्छ, किनभने कति ठाउँमा चाहिँ बा सक्दिनँ कि भने जस्तो हुन्छ। तर सुरमा देवीको कृपाले आशीर्वादले पक्का पनि हामी सफल हुन्छ आउनको लागि। अब भनेको आधी घन्टामा सरोवर पुग्न सक्छौँ। अनि हाम्रो आजको बसाइ चाहिँ जलजला भनेको थियो। आज हामी चाहिँ प्रार्थीमै गएर बस्छौँ। यो चाहिँ डेलथेलाको मन्दिर। अब यो जुन मेलामा आउनुहुन्छ सरोवर तीर्थयात्रीहरू, उहाँहरू चाहिँ सबैजना तलबाट आउनेहरू यहाँ भेला हुनुहुन्छ अनि एकसाथ चाहिँ तल सरोवर जानुहुन्छ। पास कटेपछि भने ओह्रालो रहेछ बाटो। हामी 4800 मिटरबाट तल झर्दैछौँ। ओह्रालो झर्न चाहिँ मलाई केही सहज लाग्छ। खुट्टा दुखे पनि स्यास्या हुन्न ओह्रालोमा। यहाँ अगाडिदेखि नै सबै हिमाल हुन्। हाल हिउँ नभएको मौसम हो। करिब 2 दिनको यात्रा पश्चात हामी सुरमा देवी अथवा सुरमा सरोवर तालमा आइपुगेका छौँ। अब यहाँदेखि अगाडि जुन हामी देखिरहेछौँ ठुलो क्षेत्रमा ढुङ्गै ढुङ्गा भएको अवस्था छ। बिचमा ताल छ। अहिले तालमा पानी कम्ती देखिएको छ भने यसको पानी अझै वृद्धि पनि हुन्छ। मैले सुनेअनुसार चाहिँ देशमा कुनै सङ्कट नराम्रो हुने भयो भने तालमा पानी घट्ने र फेरि समृद्धि आयो भने बढ्ने भन्ने पनि बुढापाकाहरूको भनाइ छ। हामीले यसै हेर्दाखेरि पनि छेउमा चाँदे शिखर, सुनखानी हिमाल पनि भनिँदो रहेछ। त्यसैको आधारमा चाहिँ यो सुरमा सरोवर अवस्थित छ। साह्रै सुन्दर स्थान र एकदमै धेरै ठुलो धार्मिक महत्त्व भएको, पश्चिमको सुदूरपश्चिमको एउटा सबैभन्दा ठुलो धार्मिक आस्था भएको, जस्तो हामी पूर्वमा पाथिभरा मान्छौँ त्यो समान चाहिँ यहाँनिर चाहिँ आस्था राखेर पूजाआजा गर्ने गरिन्छ। वरिपरि चाँदे शिखर, सुनखानी हिमाल लगायतका हिमालहरू छन्। बीचको भागमा ढुङ्गाले अधिकांश छोपेको छ। यसै स्थानमा अवस्थित छ सुरमा सरोवर। सुरमा सरोवर ताल नेपालको दोस्रो चाहिँ यो बेसी उचाइमा अवस्थित ताल हो। यसको आफ्नै धार्मिक विशेषता छ। यहाँ पछाडि हामी मुख्य मन्दिर देख्न सक्छौँ। ढुङ्गाले बनिएको एकदमै पवित्र मन्दिर यहाँनिर छ। यो तालको पानी स्वच्छ छ। तीर्थालुहरू यहाँनिर स्नान गर्नुहुन्छ। 4313 मिटर उचाइमा रहेको पानी अत्यन्त चिसो छ, सफा पानी छ, माछा त्यति देखिएन यहाँनिर। कस्तो छ भने वरिपरि चाहिँ यो हिमालहरूले चाहिँ ढाकेको। यतापट्टि चाँदे शिखर भयो, यो सुन खानी हिमाल छ। अब एकदमै मनोरम वातावरण। र हामी चाहिँ आज केही पर गएर प्रार्थी भन्ने ठाउँमा बस्नेछौँ र त्यहाँको पनि सुन्दर दृश्यहरू, त्यो पाटनको साथसाथै यहाँ तपोवन पनि छ, तातो पानी आउने, त्यो दृश्य पनि समावेश गर्ने प्रयास गर्नेछौँ। सुरमा सरोवर एउटा विशिष्ट धार्मिक महत्त्व बोकेको ताल हो। हरेक वर्ष बेरीजात मेलाको अवसरमा बझाङ र दार्चुलाबाट तीर्थालुहरू यहाँ आउने गर्छन्। बझाङ र दार्चुलाबाट आउने मार्ग फरक छ। यी दुई जिल्लाका तीर्थालुहरू यहाँ आउँदा एक आपसमा भेट हुँदैन भन्ने मान्यता छ। विशेष गरी बझाङको घोगाडाबाट जाने तीर्थालुहरूले त यो स्थानमा दार्चुलाका तीर्थालुहरू देख्नै हुँदैन, नत्र एक आपसमा सम्बन्ध बिग्रने र अनिष्ट हुने मान्यता छ। त्यसैले पहिले दार्चुलावासीले पूजाआजा सकेर फर्किन्छन् अनि मात्र बझाङीहरू पुग्छन्। सरोवरमा सुरमादेवीको बास रहेको र सुरमादेवीसँग ठुलो शक्ति रहेको विश्वास छ। हामीसँगै गएको बझाङी मित्रहरू सरोवर पुग्न साथ अर्कै प्रकारले नतमस्तक हुनुभयो। हामीलाई पनि साह्रो बोल्न कराउन लाग्छ। यी दुई जिल्लाका तीर्थालुहरू यहाँ आउँदा एक आपसमा भेट हुँदैन भन्ने मान्यता छ। विशेष गरी बझाङको घोगाडाबाट जाने तीर्थालुहरूले त यो स्थानमा दार्चुलाका तीर्थालुहरू देख्नै हुँदैन, नत्र एक आपसमा सम्बन्ध बिग्रने र अनिष्ट हुने मान्यता छ। त्यसैले पहिले दार्चुलावासीले पूजाआजा सकेर फर्किन्छन् अनि मात्र बझाङीहरू पुग्छन्। सरोवरमा सुरमादेवीको बास रहेको र सुरमादेवीसँग ठुलो शक्ति रहेको विश्वास छ। हामीसँगै गएको बझाङी मित्रहरू सरोवर पुग्न साथ अर्कै प्रकारले नतमस्तक हुनुभयो। हामीलाई पनि साह्रो बोल्न कराउन या सुई पारी सिटी बजाउन रोक्नुभयो। अति धेरै आस्था छ सुरमा सरोवरको, जसले व्यवहार नै परिवर्तन गराइन्छ। यो स्थान प्रदूषण रहित, सफा, शान्त र मानवीय बसोबास क्षेत्रभन्दा टाढा रहेकाले सुरमादेवीले यो स्थान रोजेको मान्यता छ। धार्मिकसँगै यो स्थानको पर्यटकीय सम्भावना धेरै छ। यसलाई प्रवर्धन गर्न सके ठुलो देन दिन सक्छ यसले स्वदेशी र विदेशी पर्यटनमा। मोटर सडक केही विस्तार गर्ने, पैदल मार्गलाई थप सुधार गर्ने र बिचमा खाने बस्ने सुविधा थपिदिनलाई मात्र पनि धेरै सहज हुन सक्छ।
सुरमा सरोवर छेउ एक विशेष प्रकारको धान फल्छ, यसलाई गौरी धान भनिन्छ। यो गौरी धान भन्नाले चाहिँ खासमा यो यतातिर चाहिँ माथि जति बेला तीर्थालुहरू यता सुरमा सरोवरको दर्शन गर्न आउँछन् नि, त्यति बेला चाहिँ एज अ दुबोको रूपमा काम गर्ने गरिन्छ यसलाई चाहिँ। अनि अर्को प्लस पोइन्ट चाहिँ के छ भन्दा यसको मेन महत्त्व चाहिँ जति धेरै गौरी धान फल्यो नि त्यति धेरै हाम्रो गाउँतिरको चाहिँ कृषि योग्य चिजहरू पनि फल्छ भन्ने चाहिँ परम्परागत चलनहरू रहिरहेको छ। दर्शकबिन्द, आज हामी यो स्थानभन्दा 2-3 घन्टा टाढा गएर पार्थी भन्ने स्थानमा बस्नेछौँ। त्यहाँबाट फेरि अर्को दिन तपोवन तातोपानी पुग्नेछौँ। अझ सुन्दर दृश्य आउन बाँकी नै छ, कृपया हामीसँगै रहनुहोला। आजलाई म सचिन नेउपाने लगायत सम्पूर्ण टोली बिदा माग्छौँ। धन्यवाद, नमस्कार।